हेलो गाइज, आज हामी पढ्दैछौँ इकोनोमिक्स बिबिएस फर्स्ट इयरको माइक्रो इकोनोमिक्समा रहेको हाम्रो यो कन्सिडर द फलोइङ सप्लाई स्केड्युल भन्ने यो हाम्रो यो 10 मार्क्सको क्वेसन हामीले प्र्याक्टिस गर्दैछौँ र यो भनेको यो कन्जप्सन र हाम्रो डिमान्ड र यो हाम्रो सप्लाईको प्राइस इलास्टिसिटी मध्ये हाम्रो यो 15 मार्क्सको क्वेसनहरू आउँछ जसमा हाम्रो न्युमेरिकल हाम्रो 15 मार्क्सको आउँछ र यस्तै क्वेसन आउँछ चाहिँ अब यहाँ के भनेको छ कम्प्युट द प्राइस elasticity of the movement and the B and C by the percentage method and compute the price elasticity of the supply and arc method between the C and D by method. अब दुईटा मेथडबाट भनेको छ, एउटा छ हाम्रो पर्सेन्टाइज मेथडबाट भनेको छ र अर्को छ हाम्रो आर्क मेथडबाट भन्छ। यसलाई आर्कलाई हामीले एभरेज मेथड पनि भनिन्छ होइन, एभरेज मेथड पनि भनिन्छ र हामी ढिला नगरिकन गरौँ है यो प्राइस इलास्टिसिटी अफ मैले क्वेसन सार्छु ल क्वेसन सार्छु फर मोमेन्ट। सी अब बी भनेको के हो, सुरुको हाम्रो पोइन्ट के छ, हाम्रो सुरुको भनेको बी छ होइन। अब बी भनेपछि हामीले के गर्नु पर्यो, यहाँ बी भनेपछि यहाँ आउनु पर्यो होइन। हामी बी भनेको हाम्रो इनिसियल प्राइस अफ द गुड एक्सको कति रहेछ यहाँ यसलाई भन्छौँ, यसलाई मानौँ हामीले P1 5 यहाँ हेर्नुहोस् र अर्को छ अब हाम्रो के छ सीमा लाने होइन। अब सीमा लाने सीको कति छ हाम्रो प्राइस, हाम्रो यो 10 छ। फेरि सो इनिशियल क्वान्टिटी of good x q1 कति छ हाम्रो इनिसियलमा हाम्रो 20 छ होइन, 20। अनि अर्को छ फाइनल प्राइस अफ गुड एक्स q2। अब हाम्रो मुभमेन्ट के छ बी टु सी भनेपछि हाम्रो के भयो 30 होइन, 30 भयो, 30 भयो। अब हामीलाई थाहा छ प्राइस इलास्टिसिटी of supply at कौन हो पर्सेन्ट के अरे बाई युजिङ कौन हो, युजिङ पर्सेन्टेज और पर्सेन्टाइल भन्नु पर्सेन्टेज मेथड पर्सेन्टेज मेथड होइन। अब पर्सेन्टेजको अब के छ प्राइस सप्लाई भन्ने भयो होइन, चेन्ज इन Q अपन चेन्ज इन P इन्टु P1 Q1। चेन्ज भनेको चाहिँ यो भनेको के हो, चेन्ज भनेको Q2 माइनस Q1 अपन P2 माइनस P1 इन्टु P1 माइनस Q1 चेन्ज भनेको। अब हाम्रो कति छ चेन्जेस भनेको यहाँ इफ डिमान्ड भएको यहाँ माइनस हुन्थ्यो, सप्लाई भनेपछि के हुन्छ प्राइससँग सप्लाईको रिलेसन कस्तो छ पोजिटिभ छ नि त, सकारात्मक सम्बन्ध छ सप्लाई र हाम्रो यो प्राइसको र मूल्य र के भन्छ सप्लाईलाई के भन्छ नेपालीमा थाहा भएन मलाई, इङ्ग्लिस पढ्ने। अनि Q2 माइनस Q1 होइन, अनि त्यसपछि हाम्रो Q2 माइनस Q1 भनेपछि हाम्रो कति भयो 30 भयो होइन। 30 भनेपछि यो भनेको P1 भनेको 20 भयो, सरी 20 भयो, 20 हो यो 20 हो 20 एन्ड P2 भनेको हाम्रो कति छ
10 minus 5 into P1 भनेको 5 भयो। अब हाम्रो कति हो Q2 भनेको 20 छ। अब यो 10 भयो, यहाँ 5 भयो into 5 upon 20। अब यो काट्यो, अब के भयो बाँकी आयो 1 upon 2 आएन, 0 0 यहाँ काट्यो, ल 0 0 काट्यो, 5 5 काट्यो। अब हाम्रो के छ 1 divided 2 भयो, 1 divided भनेको 0.5 हो है। ओके, इएस सरी इएस के गरे इएस हो यो इलास्टिसिटी अफ डिमान्ड। अब अर्को छ हेन्स लेख्न पर्यो। अब हेन्स पनि लेख्न पर्छ, किनभने मार्क्स टेबलमा हेन्स पनि लेख्न पर्छ। हेन्स द प्राइस इलास्टिसिटी of supply of the required बना requirement लेख्नाले required moment is ES is equal to 0.5 ल। र अर्को आयो क्वेसन भनेको, अब हाम्रो क्वेसन के छ यो अब हाम्रो छ बी नम्बरको कम्प्युट द प्राइस इलास्टिसिटी अफ सप्लाई बाई आर्क मेथड बिट्विन द सी एन्ड डी मेथड। अब फेरि त्यसलाई सोल्युसन्स गर्नुपर्छ ल बी है। अब बीमा के छ फेरि सोल्युसन्स लिनु पर्यो, सोल्युसन लिनु भएन पहिला सुरुमा त इनिसियल लिनु पर्छ, इनिसियल प्राइस। अब के छ फर मुभमेन्ट छ, फर मुभमेन्ट के गर्न मुभमेन्ट कुन कुन मुभमेन्ट सरी मुभमेन्ट ह्याप मुभमेन्ट है हाम्रो यो सी टू डी छ होइन। सी भनेको हाम्रो कति छ इनिसियल प्राइस, हाम्रो इनिसियल प्राइस P1 कति छ हाम्रो 10 छ। अब हाम्रो फाइनल प्राइस कति छ डी को प्राइस कति छ हाम्रो सी टू डी हो नि, त्यही भएर हाम्रो के भयो फाइनल प्राइस भन्नु कति छ यो 15। अर्को छ हाम्रो क्वान्टिटी। अब इनिसियल Q1 कति छ हाम्रो सरी सी भनेको हाम्रो कति छ 30 छ र फाइनल क्वान्टिटी 70 गर्छु हाम्रो 40 छ। अब आर्क मेथड भनेको छ, अब बाई युजिङ आर्क मेथड त्यही गरेर हुन्छ, चेन्जेस गर्न त यहाँ पनि गरेर हुन्छ तर सजिलो हुन्छ यतातिर गर्दा ठिक हुन्छ। र हाम्रो के छ आर्क मेथड है। आर्क मेथड भनेको फर्मुला के छ इएस को फर्मुला जहिले पनि के छ आर्क मेथड भनेको चेन्ज इन क्यू अपन चेन्ज इन पी इन्टु यसलाई पर्सेन्टेज पनि भन्छ होइन P1 प्लस P2 अपन Q1 प्लस Q2 हो यसको फर्मुला। र यसको फर्मुला भनेको चेन्ज भनेको तिमी हजुरलाई थाहा होला Q1 माइनस Q अनि P2 माइनस P1 कति चेन्जेस आयो भनेको जो P1 देखि कति P2 सम्म कतिको चेन्जेस देखेको छ भनेर मात्र थाहा हुन्छ इन्टु P1 भनेको P1 P2 Q1 Q2 ल। P1 हाम्रो Q1 कति छ Q2 कति छ हाम्रो 40 छ न, 40 माइनस Q1 हाम्रो कति छ 30 छ। अब P2 हाम्रो कति 15 छ यो 10 छ 10 छ इन्टु 10 यो P1 हाम्रो कति छ 10 छ प्लस P2 हाम्रो कति छ 15 छ 30 प्लस 40 ल आयो 10 यहाँ अनि यहाँ आयो 5 यहाँ अपन इन्टु 25 होइन नि यो 25 को यहाँ हाम्रो कति यहाँ 70 को गरौँ है 10 इन्टु 25 यो गर्न सकिन्छ 8